हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूको माझमा आएको छु फेरि मिनी ब्लग लिएर। अनि हामी चाहिँ आज जाँदैछौँ कोशी। साथीहरू यहाँ चाहिँ पुल बनाउँदै रहेछ। अनि यस्तो पुल बनाउँदैछ यहाँ चाहिँ। अनि यहाँ बाइकबाट आएको बाटै छैन रहेछ, त्यही भएर म चाहिँ हिँड्दैछु। अनि बाबाले चाहिँ उताबाट बाइक घुमाउनु लानुभएको छ। यस्तो गाह्रो छ नि साथीहरू, भिडियो बनाउनु, भ्लग बनाउनु यस्तो गाह्रो हुन्छ। यस्तोरी हामी भ्लग बनाउँछौँ कि दुःख गरेर बाइकमा हिँडेर पेट्रोल खर्च गरेर आफ्नो समय निकालेर घरबाट काम सकेर हिँडिन्छ, कन्टेन्ट खोज्नुको लागि हिँडिन्छ। कहाँ हिँडिन्छ साथीहरू, दुःख गरे अनुसार मन पराइदिनु भएन भने फेरि दुःख लाग्छ कि साथीहरू। मेहनत गरे अनुसार, परिश्रम गरे अनुसार यसो तपाईँहरूले मन पराइदिनु भयो भने त खुसी लाग्छ, झन् हिँड्नु मन लाग्छ होइन। मेरो चाहिँ तर साथीहरू सुरुवातै हो भर्खर। त्यति साह्रो म चाहिँ यस्तो भिडियो बनाउनुमा, भ्लग बनाउनुमा त्यति साह्रो माहिर चाहिँ छुइनँ। त्यही पनि गर्दैछु, गर्न त एक दिन न एक दिन होला नि त। गाइज हामी चाहिँ आइपुग्यौँ नेपाल र इन्डियाको बोर्डरमा। देख्न सक्नुहुन्छ यहाँ चाहिँ, यहाँदेखि चाहिँ उता हाम्रो नेपाल रहेको छ। यहाँ चाहिँ पिल्लर छ, उहाँ छ एउटा पिल्लर, त्यहाँ चाहिँ बोर्ड छ। देख्न सक्नुहुन्छ वेलकम टु इन्डिया भनेर लेखेको। यस्तो छ है, हामी चाहिँ यहाँ चाहिँ मुस्किलले आइपुग्यो, साह्रै गाह्रो रहेछ। यहाँ खिच्नु हुँदैछ बाबा। यहाँ चाहिँ हेर्नुहोस् है साथीहरू, म चाहिँ अहिलेसम्म नेपालमा छु। यहाँ म अहिले नेपालमा छु। अनि यहाँबाट चाहिँ इन्डिया उतातिर, उता इन्डिया त्यहाँ बोर्ड छ, देख्न सक्नुहुन्छ। यहाँ म तपाईँहरूलाई देखाउँछु ल। यहाँ भारत, अनि यता भारत, अनि यता नेपाल। नेपाल हामी चाहिँ फेरि आफ्नै नेपाल फर्क्यौँ है साथीहरू। पारि इन्डिया, पारि नेपाल। हाम्रै नेपाल राम्रो। चाहिँ माछा मारेको साथीहरू देख्न देखो ना गाइस, इधर कितना सुंदर वाला कोशी है, जगह है ये। हाम्रो नेपालमा यस्तो यस्तो छ जलस्रोत, खोइ त सदुपयोगै छैन। हेर्नुहोस् है साथीहरू, हामी चाहिँ यस्तो राम्रो भारतको यस्तो राम्रो फुलबारीमा आइपुग्यौँ। र फुलबारी चाहिँ योमा कोशीमा पलाएको फुल, तर यो एकदम राम्रो छ है। परबाट झन् त टिकटकरहरूको लागि एकदम राम्रो। यहाँ यस्तो फुलबारीमा बनाउनु ठाउँ। वाउ, सो नाइस, आई लाइक दिस फ्लावर। हाम्रो खाजा है साथीहरू, हामी चाहिँ घरमा र भात खाने ट्रेकिङ बाटोमा भोक लागेर यस्तो खाँदैछु पानी। यहाँ चाहिँ यस्तो राम्रो फुलबारी थियो। यो चाहिँ जल खै के हो नाम यसको थाहा छैन। अनि मलाई चाहिँ धेरै राम्रो लागेर यहाँ मैले चाहिँ टिपेको पनि छु साथीहरू, देख्न सक्नुहुन्छ। तर तपाईँहरू चाहिँ आएर नटिप्नु होला, किनभने गहिरो छ ठाउँ। मैले चाहिँ छेउबाट टिपेको, कस्तो राम्रो छ। हामी चाहिँ ट्री हाउसमा जाँदैछौँ। ट्री हाउस भन्ने ठाउँमा
पछाडि यो चाहिँ फतेपुरको ट्री हाउस देख्न सक्नुहुन्छ। यो चाहिँ रुखमाथि घर बनेको। यो यहाँनिर ट्री हाउसको यता छेउमा चाहिँ बोर्डिङ पनि रहेछ। आजको मेरो मिनी भ्लग चाहिँ यति नै साथीहरू। बाइ बाइ, थ्याङ्क यू फर वाचिङ।